पानी जहाजमा काम गर्नुको फाइदा नै यही हो। राम्रो तलब त दिन्छ नै, विश्वको कुना कुनामा घुम्न जाने अवसर पनि दिलाउँछ। यसै सिलसिलामा आज म नेदरल्यान्ड्सको आम्स्टर्डम भन्ने सहरमा आइपुगेको छु। रातभरिको 12 घन्टे ड्युटीलाई बिर्सेर नयाँ ठाउँको नयाँ परिवेशमा घुम्नलाई लालायित भएर अगाडि बढिसकेको छु। यहाँको बारेमा मैले के वर्णन गरौँ। विकसित देश, यो पुल अघिसम्म हामी यही पुलबाट तरेर यता आएको, अहिले यो पुल चाहिँ सरेर उतापट्टि साइडमा जाँदैछ। यहाँबाट यो बिचबाट चाहिँ फेरि सानो सानो पानी जहाजै भनौँ, यो पास हुनको लागि चाहिँ यो सिप सरेर मुभ भएर उतापट्टि गएपछि अनि यो चाहिँ फेरि त सरेर उता जाने, त फेरि तरेर उता जाने र त्यसपछि यो पुल फेरि जस्ताको तस्तै त्यहाँ आएर मान्छे हिँड्ने, गाडी हिँड्ने। यो हो विकसित मुलुकको चमत्कार। हाम्रो स्थायी बसिराख्ने पुल त हाम्रो देशमा बन्न त्यति गाह्रो छ। यहाँ चाहिँ चाहिएको बेला हाल्ने, नचाहिएको बेला हटाउने खालको यस्तो प्रवृत्ति पनि देख्न पाइन्छ। विकसित देशको कमाल भनेको यही हो। यो फेरि चाहिँ यता आउँदैछ। यो फेरि तरेर जानको लागि चाहिँ यो पुल चाहिँ साइडमा लगाएको रहेछ। पृथ्वीको उत्तरी गोलार्धतिर परेर होला, यो एकदमै चिसो छ, चिसो मौसम। यहाँको मान्छेहरू चाहिँ धेरै जसो साइकलमा हिँड्न रुचाउँदो रहेछन्, तर पैदल हिँड्न। यो चाहिँ दरबार जस्तो देखिन्छ, सायद दरबारै होला। हामीले नजिक गएर खोजी नीति त गरेनौँ, तर हेर्दाखेरि चाहिँ एकदमै व्यवस्थित दरबार जस्तो देखिन्छ। सुन्दरताले भरिएको सहर, जता हेऱ्यो उतै सुन्दर छ, सफा त्यस्तै छ। यो चाहिँ सानो सानो फेरीहरू, बोटहरू। यहाँका मान्छेहरू चाहिँ यस्तै सोखिन छ कि ठुल्ठुलो बोटमा चढेर आएर पनि फेरि यो सानो बोटमा चढेर यहाँको कुना काप्चा घुम्नलाई लालायित हुन्छन्। कति महँगो महँगो चाहिँ पैसा तिरेर यिनीहरू चाहिँ यो बोटहरूमा चढेर यहाँको छेउछाउ कुना काप्चा घुम्नको लागि